नेपालमा चलेको 10 वर्षे सशस्त्र द्वन्द्वका पीडितहरूको समूहले नवनिर्वाचित संसद र गठन हुन लागेको सरकारलाई मानव अधिकार उल्लङ्घनका पीडितहरूका लागि विश्वसनीय र पीडित केन्द्रित संक्रमणकालीन न्याय सुनिश्चित गर्न तथा दण्डहीनताको अन्त्य गर्न आग्रह गरेको छ। सोमबार काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय सत्यको अधिकार दिवसको अवसरमा आम द्वन्द्व पीडित समुदायले आयोजना गरेको कार्यक्रममा पीडित समुदायले बहुमतसहित गठन हुन लागेको नयाँ सरकारसँग सहकार्य र समन्वय गर्दै विश्वसनीय र भरोसायोग्य संयन्त्र मार्फत संक्रमणकालीन न्याय प्रक्रिया टुङ्ग्याउने अपेक्षा व्यक्त गरेको हो। कार्यक्रममा बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन 2071 का त्रुटिपूर्ण प्रावधानहरूलाई अन्तर्राष्ट्रिय मापदण्ड र सर्वोच्च अदालतका निर्देशन अनुसार संशोधन गर्न माग गरिएको छ। साथै राजनीतिक भागबण्डाका आधारमा अपारदर्शी रूपमा गठन गरिएका वर्तमान आयोगहरू तत्काल विघटन गरी स्वतन्त्र, सक्षम र पीडित केन्द्रित नयाँ आयोगहरू पारदर्शी र सार्वजनिक छनौट प्रक्रियाबाट गठन गर्नुपर्नेमा जोड दिइएको छ। पीडितहरूले लैङ्गिक संवेदनशील, अपाङ्गता मैत्री र समावेशी आयोग गठन गर्न साथै तत्कालीन तथा दीर्घकालीन आवश्यकताहरू सम्बोधन गर्दै समग्र परिपूरण कार्यक्रम निर्माण र कार्यान्वयन गर्न पनि माग गरेका छन्। त्यस्तै जेनजी आन्दोलन र मधेस आन्दोलन लगायत विभिन्न आन्दोलनका क्रममा भएका मानव अधिकार उल्लङ्घनका घटनाहरूमाथि छानबिन गर्न बनेका आयोगहरूको प्रतिवेदन सार्वजनिक गर्न, दोषीमाथि कानूनी कारबाही गर्न र पीडितलाई न्याय तथा परिपूरण सुनिश्चित गर्न माग गरिएको छ भने दण्डहीनताको अन्त्यका लागि उत्तरदायित्व सुनिश्चित गर्ने प्रणाली स्थापना गर्नुपर्नेमा पनि जोड दिइएको छ। 46 सालदेखि लिएर विभिन्न भएका जुन आन्दोलनका क्रममा भएका जुन अपराधहरूको चाहिँ यो छानबिनको क्रममा आएका यो प्रतिवेदन छन्, त्यसलाई समग्र रूपमा चाहिँ हामीले चाहिँ एउटै सभाको ढङ्गले चाहिँ हामी विभिन्न कालखण्ड भए पनि त्यसलाई सबै सहकार्य गरेर समग्र चाहिँ यो पीडितहरूले चाहिँ विभिन्न खण्डमा भएका न्याय पनि पाउने अन्त पनि खालको अलिकति वृहत ढङ्गले चाहिँ हामी जान सक्यो भने चाहिँ त्यसले साँच्चीकै सबैका समस्या समाधान पनि गर्ने र एउटा दण्ड अन्त गर्ने पनि खालको चाहिँ त्यो चाहिँ वातावरण ल्याउँदै भन्ने मलाई लाग्छ। त्यसले गर्दाखेरि यसलाई चाहिँ अझ हामीले वृहत सहकार्य गरेर सबैका साझा सवाल बनाएर अगाडि बढ्नको लागि चाहिँ 2063 मङ्सिर 5 गते नेपाल सरकार र तत्कालीन नेकपा माओवादी बीच भएको विस्तृत शान्ति सम्झौताको दफा 5 को उपदफा 2 अनुसार द्वन्द्वका क्रममा बेपत्ता वा मारिएका व्यक्तिहरूको वास्तविक विवरण 60 दिनभित्र सार्वजनिक गर्ने प्रतिबद्धता जनाइएको स्मरण गराउँदै पीडितहरूले अझैसम्म सो प्रतिबद्धता पूरा नभएको गुनासो गरेका छन्। 10 वर्षे द्वन्द्वका क्रममा हजारौं नागरिक हत्या, अङ्गभङ्ग, जबरजस्ती बेपत्ता पारिने, यातना, बलात्कार, सम्पत्ति कब्जा तथा जबरजस्ती विस्थापन जस्ता गम्भीर मानव अधिकार उल्लङ्घनका घटनाहरूको शिकार भएका थिए। तर शान्ति सम्झौता भएको करिब 2 दशक बितिसक्दा पनि पीडितहरूले सत्य जान्ने आफ्नो मौलिक अधिकारबाट वञ्चित रहनु परेको उनीहरूको भनाइ छ। पीडित समुदायले सत्य, न्याय र परिपूरणको नाममा आफूहरूलाई बारम्बार उपेक्षा गरिएको र उनीहरूको पीडालाई राजनीतिक स्वार्थका लागि प्रयोग गरिएको आरोप लगाएका छन्। राजनीतिक सहमतिका आधारमा कानून निर्माण र संशोधन गरिएको तथा 3 पटकसम्म आयोग गठन गरिँदा विवादास्पद र भागबण्डामूलक नियुक्ति गरिएको उनीहरूको दाबी छ। समुदायको अनुसार आयोग गठन प्रक्रियामा पीडितहरूको सहभागिता, स्पष्ट मापदण्ड र पारदर्शी सार्वजनिक छनौट प्रक्रिया अवलम्बन नगरिएकाले राजनीतिक दल अनुकूलको व्यक्तिहरूलाई नियुक्त गरिँदै आएको छ। यस विरुद्ध 67 जिल्लाका 334 पीडितले सर्वोच्च अदालतमा दायर गरेको रिट हाल विचाराधीन रहेको छ। पीडितहरूले विगतका घटनाहरूको छानबिनमा ढिलाइ र संक्रमणकालीन न्याय व्यवस्थापनमा कमजोरीका कारण राज्य प्रणालीभित्र दण्डहीनता अझ मौलाएको बताएका छन्। त्यसैले नवनिर्वाचित संसद र नयाँ सरकारले पारदर्शिता, उत्तरदायित्व, क्षमता, निष्पक्षता र समावेशी शासनका सिद्धान्त तत्काल कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ। त्यस्तै वर्तमान राजनीतिक परिवेशलाई ध्यानमा राख्दै अपारदर्शी र राजनीतिक प्रभावमा नियुक्त आयोगका पदाधिकारीहरूलाई पदबाट अलग हुन आग्रह गरिएको छ। मल्लिक, रायमाझी, लाल र कार्की आयोग लगायत विगतका आयोगहरूको प्रतिवेदन सार्वजनिक नगर्नु र कार्यान्वयन नगर्नुले दण्डहीनता अझ बढाएको पनि समुदायले उल्लेख गरेको छ। साथै विभिन्न कालखण्डमा भएका सबै खालका आन्दोलन र मानव अधिकार उल्लङ्घनका पीडितहरूको
मानिसहरूको सत्य, न्याय र परिपूरणको अधिकार साझा सरोकारको विषय भएको उल्लेख गर्दै राजनीतिक दल, राष्ट्रिय मानव अधिकार आयोग, नागरिक समाज, सञ्चार माध्यम र अन्तर्राष्ट्रिय समुदायसँग संक्रमणकालीन न्यायको विश्वसनीय प्रक्रिया अघि बढाउन सहयोग र ऐक्यबद्धता जनाउन समुदायले अपील गरेको छ।